नमस्ते वेलकम ब्याक टु माई अनदर ब्लग। आई होप सन्चै हुन्छ अनि म पनि फिट एन्ड फाइन छु अनि न्यू डे न्यू ब्लग लिएर फेरि उपस्थित भइसकेको छु हजुरहरूको माझ। तपाईँहरूले प्लिज फुल भिडियो हेरिदिनु होला। अनि आजको भिडियो एक्स्ट्रा छ हैन। म चाहिँ मेरो साथीको बिहेमा जाँदैछु। आधी बाटोसम्म चाहिँ हामी हिँडेर आइरहेको छौँ। अब यहाँदेखि हेरौँ गाडी पाउँछ कि पाउँदैन, हेर्दै गर्नु होला। फुल भिडियो चाहिँ हेरिदिनु होला है। स्टे ट्युन गाइज। त्यो हामी आधी बाटोदेखि चढेको गाडी पनि तलतिर चाहिँ फेरि साथीको घरतिर चाहिँ नजाने भयो। त्यही भएर फेरि आधी बाटोदेखि अर्को टेम्पो रिजर्भ गरेर जानुपर्ने अवस्था भयो। त्यो टेम्पोमा चाहिँ हामी कतिजना गएको थियौँ, ड्राइभरसँग 6 जना गएको थियौँ क्या। ओभर अफ रोड, आमा यस्तो डेन्जर रहेछ कि बाटो चाहिँ जीवनभरको लागि मेमोरेबल भयो क्या यो बाटो घाटोहरू चाहिँ होइन। जति स्ट्रगल गरेर गए पनि अब साथीको बिहे हो, साथीको बिहे त खास भइहाल्छ। अब साथीको बिहेमा गएन भने पनि रिसाइहाल्छ साथी होइन। जानु त परिगयो नि जतिसुकै स्ट्रगल गरेर भए पनि होइन। मान्छेको जिन्दगी त हो, कोही कोही बेला अप एन्ड डाउन भइहाल्छ नि भने जस्तै हाम्रो पनि त्यस्तै भइरहेको थियो। त्यति बेला चढ्दै झर्दै गर्दै जाँदै थियौँ हामी। बल्ल बल्ल हामी आयौँ बिहे घरमा, जाँदैछौँ। जस्तो लाग्दैछ आज किन सपनामा छु कि जस्तो लाग्दैछ। म त तिम्रो बेहुला, तिमी त मेरो बेहुली 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 बेहुली। हाँसीमा खुसी जिन्दगी बितोस्, सुखले बास गरोस्। रोएर कहिले माइती घरलाई सम्झना नपरोस्। हाँसीमा खुसी जिन्दगी बितोस्, सुखले बास गरोस्। रोएर कहिले माइती घरलाई सम्झना नपरोस्। यताको माया चुडाई अब उतामा गाँस्दै जाऊ, छोरी उतामा गाँस्दै जाऊ। ए रहा नहीं जाता, तड़प ही ऐसी है ना। अब चाहिँ लागेको खानपिन खाएर उकालो बाटो कहिले पुग्नु।